दाई जाँदैछन् आज हाम्रो रुमको दाई जाने त यता छन् ओ apa ini baju tukar abang panas kah यता दाई फेरि उता अर्को दाई जाँदैछन् यो गाडीमा हामी दुईजना यो गाडीमा जाँदैछौँ यो दुईजना गाडीमा सामान हाल्दैछौँ सामान धेरै छ सामान टन्नै भइसक्यो यत्रो सामान हाल्दैछन् दुईवटा गाडी जाँदै एउटा यो गाडी ओके तेरिका म पनि बस्छु ओके त्यो गाडी हाम्रो आउँदैछ त्यो गाडी हामी जाँदैछौँ ऊ त्यो गाडीमा आउँदैछन् दाइहरू त्यो गाडी जाँदैछौँ अमित दाइ पछाडि म अगाडि जाउँ यसलाई एयरपोर्ट छोड्न जाँदैछौँ गाडी पनि आज जाम त जाम रहेछ हामीहरू एयरपोर्ट आइसक्यो एयरपोर्ट पुगिसक्यो हामीहरू एयरपोर्टको इन्भाइरोमेन्ट हेर्नुहोस् हामीहरू पुगिसक्यौँ पुगिहाल्यो यहाँ हामीहरू पुगिसक्यौँ बाहिर बस्ने कति मिनट लाग्छ चाहिँ अमित यता सामान प्याक गर्यो यता त्यहाँदेखि हामी कुदिरहेको छौँ एयरपोर्ट हामीहरू पुगिसक्यौँ उनीभन्दा अगाडि नै अब हामीहरू पनि भित्र छिराउँ कि उनीलाई पर्छौँ उनको गाडी आएन दाइहरूको अब जाने हो यता साइड न साइड दाइ पनि आउनुभयो अमित दाइले ब्याग लिएर आउनुभयो ब्याग त हाम्रो टन्नै छ थपेको पनि छ होइन कसो आफ्नो पर्छ दाइको मेरो 20 किलो थपेको थपेको होइन टोटल भनेको होइन मैले थपेको दुईटै खै दाइ कहाँ गयो त हाम्रो बाटिका एयरलाइन्स दाइ आउँदैछन् हामीहरू चाहिँ एयरपोर्टमा छोड्न आएको यो एउटा दाइको यो एउटा दाइको भयो सामान टन्नै छ दाइ कहाँ गयो ल अब चाहिँ हामी एयरपोर्टमा पुगे पछि भन्छ आज एयरपोर्टको भ्यू चेन्ज गरेर त्यो छ्याकेर दियो नि ए लगाउ त ठुलो हुन्छ मलाई अलिकति उल्टी पनि गर्नु अहिले जाडो छ नि त पछि बस्नु आमामा पुरा सुनकै पो रहेछ त यार ढिलो डल्केको पुरै त्यही भएर त लगाइहाल्यो त गर्मीमा ठिक छ त नि यो रनखेतीको लोवर लाउनु भयो नि अनि कुन ठाउँ रे नेपाल घर तपाईँको कुन ठाउँ रे नेपाल घर ए बाँके मेरै ठाउँतिर रहेछ त बाँकेपट्टि लास्टै भयो यताबाट जानुपर्छ त यता ए उता जानुहुन्छ आज दाइहरू नेपाल जाँदै हुनुहुन्छ धेरै वर्ष यता काम गरेर अनुभव के भयो दाइ यसो सुनाइदिनुहुन्छ कि भन्नु त यत्रो वर्ष बसेर अनुभव के भयो अब होइन अब यत्रो वर्ष काम गर्यो साथीहरू छोडेर जाँदाखेरि दुःख पनि लाग्छ फेरि अब त्यहाँ सुख पनि लागेको थियो अब त्यहाँ परिवारसँग भेट्नलाई हजुर होइन भाइ त्यही अब साथीहरू छोडेर जान दुःख पनि लाग्छ त्यही हो अब सँगै काम गरियो बसियो अब झगडा गरियो होला होइन यत्रो अब वर्षमा झगडा त हाम्रो कहाँ भएन नि कहिले होइन अब यसो कहिले बस्यो मलेसिया ल हिँड्नु नि दाइ लाग्यो लाग्यो होइन दाइसँग अब उहाँसम्म त पुगिन्छ नि आधा गेटसम्म जुरायो भने भेटौँला हजुर हजुर फेरि पनि कहाँ भेट त भइहाल्छ नि गर्नु होला साथीहरूले सायद भाइहरूले यता अगाडि दाइ छन् यता पछाडि अर्को दाइ
जिस्काउनु पर्यो काम पङ्कज आएन दाइ यो देखाउमा रोक्नु त एकचोटि यो मैले उसले सादा चाहिँ लाएर रमाइलो ए होला चाहिँ लाउनुपर्छ दाइ ल अमित सर नमस्कार ल गएपछि फोन गर्नु ल हुन्छ जानु यस अब Thank you ah. पछि उतै भेटौँला Yeah, thank you. Business ada apa sih? बिजनेसम्यान के गर्छ नि सबै दलालहरू सिकेको मान्छे बिजनेस यहाँबाट लास्ट इन्ट्री अब जाने लाग्छ नेपाल पछि पछि भेट त भइहाल्छ नि हाम्रो त्यस्तो केही नमान्नुमा ढुक्क मान्नु फोन गरिहाल्छ नि भइहाल्छ त्यस्तो केही छैन यस्तो गर्नु उता पुगेछ गए दाइहरू उताबाट लास्टै देखाउँछु म अब दाइ यस्तो गर्नु के गर्नु धेरै वर्षसँगै बस्यो यत्रो वर्ष अब अहिले जाँदाखेरि अर्कै लाग्छ के गर्नु जे भयो नि नेपालमा भेट हुन्छ जहाँ जे भयो नि फोन भइरहन्छ त्यस्तो केही छैन दाइलाई छोडेर अब रुम जाँदैछौँ ए लिफ्टदेखि रुम जाँदैछौँ दाइलाई छोडेर अब